यता पनि हुनुहुन्छ बादरी सर हामीसँग हेलो त्यसलाई हेरेर भएको रे भित्र के को गर्मी बाहिर निस्किनु नि पुरा पोको पर भित्र बसिरहेछ नि यता आउनु नि सम्झना राउटे भनेको छैन सम्झना राउटे त आउनै भएको छैन कि यहाँ चेपबाट यहाँ भित्रबाट यसरी बोलाइरहनु भएको छ तर पनि उहाँहरू आइदिनु हुन्न यहाँ समिति छैन तिनीहरूलाई निकालेर आउनु न बोलाउनु कति मजाले बोल्छ पसिना टुकटुक झरिसक्यो गर्मीले बिचराहरू रुनु न हाँस्नु भइसक्यो ल हेर्नुहोस् के गर्नु उहाँहरूलाई नै हेर्नको लागि भनेर आउनु भएको छ त्यति टाढो टाढोबाट फोटो खिच्नको लागि अनि अब के गर्नु अब उहाँले चाहिँ मायाले पैसा पनि दिँदै हुनुहुन्छ चिया खानुहोस् है भनेर हामी नेपालीमा यति धेरै इमान्दारी त छ हाम्रो आमा पनि आउनु भएको छ बुढी आमा राउटे समुदायलाई हेर्नको लागि भनेर सम्झना राई अब आउनु भएन पनि मलाई नै सम्झना भनेर चाहिँ सिधै बुझाउनु होला भनेर भन्नु हुँदै थियो हिजो आज पनि फेरि ठ्याक्कै भेट भयो मैले हेरेँ तपाईँको युट्युब हिजो होइन म चाहिँ आज मोरङ जिल्लाको नगर लेटाङ 9 नगरबाट हिजो पनि आएको आज पनि आउने त्यस्तै जरुरत परेर म आइरहेको छु हजुरले यहाँनिरको के अरे भनौँ यो राउटे समुदायको एउटा प्रचार प्रसारमा गरिरहनु भएको छ यसमा धेरै उहाँहरूको टेवाहरू पनि पुग्नेछन् र उहाँहरूलाई अब टाठाबाठा बढाउने पनि यसैबाट हुने होला भन्ने चाहिँ एउटा नेपालको कस्तो लाग्यो तपाईलाई जस्तै हिजो हेर्दा कति हुनुहुन्थ्यो आज हेर्दा कति छन् यहाँ पर्यटक हिजो त अब सुरुवात जस्तै हो होइन आज चाहिँ अब अलिक जम्काभेट धेरै छन् अब राउटेहरू पनि हिजोभन्दा आज अलिकति राउटेहरूलाई चाहिँ झ्याउ लागेर लुकी छिपी गरेर चाहिँ अब फोटो खिच्न पनि मानिरहेको छैन नि हिजो चाहिँ अब ठिकै थियो आज त फोटो पनि खिच्दाखेरि पनि पैसा लाग्ने चाहिँ कुरा गरिरहेको छन् चेलीबेटीहरूले भाइहरूले दिएको पनि हो अघि 10-20 रुपियाँ 100 रुपियाँसम्म दिएको पनि हो अहिले त झन् साह्रो त्यो पनि मानिरहेको छैनन् राउटे समुदायलाई अब के छ अब आयोजकलाई भन्न चाहन्छु भने अब जस हाम्रो नेपालमा पनि यस्तो हामी पनि नेपाली नै हो उहाँहरू पनि नेपाली नै होइन यहाँसम्म ल्याइ पुऱ्याउँदाखेरि अब एउटा गौरवको कुरा हामीलाई पनि अब एउटा फेसबुक मोबाइलमा मात्रै देख्दै गरेको तर फेस टु फेस देख्नु पाउँदाखेरि उहाँहरूलाई पनि धेरै ज्ञान दिलाउनु भएको जानकारी गराउँछु आयोजक तर्फबाट किनभने उहाँहरू जङ्गली थिए पहिला धेरै अगाडि योभन्दा अगाडि तर अहिले आएर अब हामीमै चाहिँ बाइचान्स पछि चाहिँ अब हामी जस्तै टाठाबाठा हुन्छन् होला र यो चाहिँ सबै कुरा चाहिँ आयोजकहरूले चाहिँ गराउनु भएकोमा धेरै धेरै ल है फोटो खिच्नेको भिड बिचराहरूको घाँटी